भाइ केही नसोच तिमी भनिदिनु त हिँड्नु यहाँ तल गएर वकिङ गर्दा लगाइ छैन ठ्याक्क पर्दैन म मास्क गर्न सक्ने अवस्था छैन अहिले ओइ त्यही बाटो जानुपर्छ हामी यहाँ चाहिँ अलि हिलो बेसी रहेछ छेउछाउमा चाहिँ हिउँ परेको छ यहाँको यो चाहिँ अलिक चिसो हुने ठाउँ भएर होला यहाँको हिउँ चाहिँ अलिक बिले होइन होइन एउटा हिसाबले भन्नुपर्दा कुदाउ कुदाउ मारी डाम्ना हिउँले मारो यो पहाडको एरियामा चाहिँ घाम डुटा बित्तिकै अँध्यारो भइहाल्छ क्या आयो आयो गयो 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 रन्कायो अड्यो अब डेन्जर ठाक्यो यार अलिकति मेरो हान्डा टाउको झिन्झिन हुन्छ त नि अक्सिजन कम भएर बाइकलाई अलिकति ढल्काउन पनि सकिएन वाल थाकियो गाइजर मलाई त चिसोले के हो लास्ट आउट उठेर झिन्झिन झिन्झिन भन है हाई नि लाग्यो होला अलिअलि तर मलाई चिसो पस्नु हुन्न चिसोले त लास्ट गाह्रो बनाउँछ यार सो त्यही हो गाइज यु गाइज क्यान सी भ्यू वा बिस्तारै बिस्तारै वा पल्ट्यो बाइक कसरी अड्डाउने त नि बाइक राम्रो ठाउँमा राख्छु बाइक बोल्दा कस्तो टाउट फेक्यो यारमा कस्तो तलै गएन क्या यहाँबाट कस्तो गर्ने होला ल ब्याट्री पनि सकिन लागेछ घाम पनि हल्का लागिरह क्यामेरा हल्लिरहेको रे चिसो भयो क्या बेसमारी चिसोले टाउको यस्तो दुख्यो गाइज मलाई चिसो सर्न के खै किन पहिल्यैदेखि सर्न म हाइट त पहिला लाग्थ्यो घाममा हाइट जति उमेर बढ्दै गयो त्यति हाई लगाइरहेको पहिला त्यो हिमाली भ्यागको यात्रा हुने बेला 2000 कतिमा थियो सायद कतिमा हो नि 21-22 मा यस्तो चलाउँथ्यो यार त्यो मुस्ताङको डाँडामा गएर अहिले अलि माथि आयो भने हाई लगाइहाल्ने यार कस्तो दिमाग खराब यार मन परेन गाइज मलाई हाई लाग्ने सिस्टम चाहिँ है वा